आज चाहिँ साथीहरु फोनबाटै फर्स्ट टाइम मोटो भ्लग गरौँ भनेको कस्तो हुन्छ हेर्नुस् है त फुल भिडियो। ओ आन्टी झन्डै हान्यो यार। सानो सानो गल्लीमा त टेस्ट गर्यो, अब मेन रोडतिर पनि जाऊँ न। स्पिड कुदाउँछु ल, तर धेरै नकुदाउँ, अहिले ओभर स्पिडमा पक्रिन्छ। हेलो सबैजना साथीहरुलाई स्वागत छ यो मेरो नयाँ भ्लगमा। आज चाहिँ साथीहरु मोटो भ्लग ट्राई गरौँ भनेको कस्तो हुन्छ हेरौँ है त साथीहरु। हेर्नुस् मैले चाहिँ हेलमेटमा माउन्ट यसरी फिट गरेको छु। क्यामेरा भन्नुहुन्छ भने मैले चाहिँ यही भिडियो गर्दै गरेको फोनबाटै गर्ने हो। मैले मोटो भ्लग चाहिँ पहिला ट्राई गरेको छुइनँ, आज फर्स्ट टाइम हो। हेर्नुस् यसरी फिट गरेको छु, यहाँ चाहिँ फोन हाल्ने हो। सबै रेडी भइसक्यो, अब जाउँ है त। तर कुन ठाउँ जाउँ? ढोका खोलौँ। आज कुन बाइक लैजाउँ हौ? बुलेट लैजाउँ कि एफजेड लैजाउँ? दुईटै नलानु पर्यो। पछाडि राखेको छु अर्को, त्यो चाहिँ लानु पर्यो। यहाँ राखिरहेको छु, हेर्नुस् छोपेर। हेर्नुस् है कुन छ यहाँ। टिभीएस को जुपिटर स्कुटर छ। आज चाहिँ यसमा मोटो भ्लग गर्ने हो साथीहरु। अब यसलाई निकाल्नु पर्ने हुन्छ। निकालिसके साथीहरु अब स्टार्ट हुन्छ कि हुँदैन गरौँ है। स्टार्ट पनि भइसक्यो साथीहरु। अब चाहिँ हेरौँ है त। ल फर्स्ट टाइम आजको मोटो भ्लग कस्तो हुन्छ साथीहरु हेर्दै जाउँ है त। तर पहिला गेट चाहिँ खोल्नु पर्यो नि त साथीहरु। गेटमा लक चाहिँ कडा छ यार, दुईटा छ लक पनि। ल अब चाहिँ निक्लिनु पर्यो। तर कुन ठाउँ जाउँ भनेपछि त्यहाँ जानु पर्यो। अनि त्यहाँदेखि त्यहाँ हेर्दै जानु है त कहाँ पुग्छु म। क्यामेराको एङ्गल चाहिँ कतिको मिल्या छ कस्तो हुन्छ है त आजको भिडियो। म चाहिँ कीर्तिपुरको रिङ रोडमा निस्किनु आँटिसकेँ, निस्कि पनि सकेँ। अब यहाँदेखि यतातिर जानुपर्ने हुन्छ। कस्तो आइरहेछ हौ साथीहरु? राम्रै आइरहेछ होला है। फर्स्ट टाइम गर्दैछु मोटो भ्लग, त्यो पनि फोनबाटै गर्दैछु। त्यो पनि त्यस्तो राम्रो पनि छैन फोन पनि। के गर्नु, भिडियो बनाउनु मन लाग्छ। कस्तो आउँदैछ साथीहरु? सामान्य फोनबाट पनि यतिको मोटो भ्लग चाहिँ गर्न सकिँदो रहेछ। कस्तो हुँदैछ है। तर फर्स्ट टाइम गर्दैछु, योभन्दा राम्रो हुन्छ होला अझै। ओहो आन्टीले यार कस्तो बाटो नहेरी काट्दिनु आँटेको रहेछ। झन्डै हान्यो यार। बाटो चाहिँ हेरेर काट्नुपर्छ है साथीहरु। एक मिस्टेकमा ज्यान पनि जान सक्छ फेरि। म चाहिँ साथीहरु कीर्तिपुर मङ्गलमय स्कुलमा आइपुगेँ। म चाहिँ खास गरी उता माथि दुईटा पुरानो मन्दिरहरू छ क्या। अनि त्यहाँ दर्शन पनि गरौँ अनि साथीहरूलाई पनि यसो देखाउँ भनेर जाँदैछु। फेरि त्यहाँ सानो सानो गल्लीहरू छ क्या, टेस्ट पनि गरेको आज कस्तो हुँदो रहेछ मोटो भ्लग गर्दा। सबैतिर गर्नु पर्यो नि त। सानो गल्ली अलि उकालो 2-3 क्विनेट माथि जानुपर्छ क्या। 2 क्विनेट आइसक्यो। अब चाहिँ क्विनेट हान्नु पर्दैन, पुग्नु पनि आँटिसक्यो। हेर्नु न कस्तो उकालो छ, सानो सानो बाटो छ क्या यहाँ। हेर्नुहोस् त, त्यही सबैतिर टेस्ट गर्नु पर्यो नि त। हेर्नुहोस् न दुईटा गाडीमा आँटिरहेको छैन। कस्तो सानो सानो गल्लीहरू छ क्या यहाँ। म चाहिँ निकै माथि आइपुगिसकेँ। बाघ भैरव मन्दिर र अर्को मन्दिर त के पो थियो एकछिनमा म देखाउँछु, हेर्दै जाउँ न। पुग्नु पनि आँटिसकेँ मन्दिर। अब पार्किङ एरिया चाहिँ यहाँ पाउँछ कि पाउँदैन है। बाघ भैरव चाहिँ पुगिसकेँ म ट्याक्कै। तर बाइक चाहिँ स्कुटी चाहिँ यहाँ रहेछ ठाउँ। स्कुटी पार्क पनि गरिसकेँ साथीहरु। हेर्नुहोस् यहाँ अब मन्दिर चाहिँ ट्याक्कै यतापट्टि छ। हेर्नुहोस् अब मन्दिरमा छिरौँ है। बाघ भैरव मन्दिर हो यो चाहिँ। हेर्नुहोस् कस्तो पुरानो मन्दिर। हेर्नुहोस् न यहाँतिर चाहिँ पहिला राजाहरूले युद्ध गर्दा चलाएको खड्कुराहरू राखिरहेछ क्या। हेर्नुहोस् त लाइनै झन्डाहरू राखिरहेछ। हेर्नुहोस् कस्तो यो चाहिँ दामी लाग्छ यार मलाई मन्दिर। कतिचोटि आइसक्यो। हेर्नुहोस् न 1 2 3 यो चाहिँ मेन मन्दिर हो। हेर्नुहोस् न मन्दिरको ढोका अगाडि चाहिँ कस्तो खतरा काठको बनाएर राखेको छ है, कस्तो खोपेको। अनि यतापट्टि चाहिँ मूर्तिहरू छ। मन्दिर चाहिँ बन्द छ। हेर्नुहोस् प्राय यो मन्दिर बन्द नै हुन्छ हौ। म जहिले आउँछु जहिले बन्द नै हुन्छ। खास गरी भिडियो फोटो चाहिँ गर्न नमिल्ने रहेछ। यो चाहिँ मन्दिरको दाहिने साइड हो। हेर्नुहोस् यस्तो छ। अनि मन्दिरको पछाडि चाहिँ कत्रो ठुलो घन्टी झुन्डेर चाहिँ हेर्नुहोस् त। यो घन्टी पुरै बजाउनुको लागि त कत्रो बल चाहिन्छ होला है, सकिँदैन होला हामीले त। हेर्नुहोस् यो चाहिँ पछाडिपट्टि हो मन्दिरको। र हेर्नुहोस् न मन्दिरको आँगनबाट चाहिँ हेर्नुहोस् न कस्तो मजाले काठमाडौँ सहर देखिन्छ। हेर्नुहोस् न फोन नराम्रो भएर मात्रै हो, तर कस्तो दामी देखिरहेछ अहिले होइन साथीहरु। तर मौसम चाहिँ अलिक धुमेको हो जस्तो छ, त्यही पनि दामी देखिरहेछ। अब मन्दिरको देब्रे पाटा हेरौँ। हेर्नुहोस् मन्दिरको देब्रे पाटा चाहिँ यस्तो छ। यहाँ चाहिँ
भोग पनि चढाउने गर्दो रहेछ। हेर्नुहोस् राँगाको सिङहरू चाहिँ यसरी राखेको छ। हेर्नुहोस् त ऊ यहाँदेखि यहाँसम्म राखेको छ। कुन बेला चढाउँछ मलाई त्यति राम्ररी थाहा छैन। मन्दिरको चारै पाटा घुमिसक्यो। अब यहाँबाट जानुपर्ने हुन्छ अर्को मन्दिर। स्कुटी निकालौँ है त। हेलमेट त त्यत्तिकै रहेछ धन्न। अर्को मन्दिर चाहिँ अझै माथि छ क्या, त्यहाँ सबैभन्दा डाँडामा छ। कीर्तिपुरको सबैभन्दा माथि उच्च ठाउँमा छ। त्यहाँबाट चाहिँ अझै दामी काठमाडौँ बजार देखिन्छ क्या। यहाँदेखि धेरै टाढो छैन। हेर्नुहोस् न यहाँ कीर्तिपुरमा चाहिँ पुरानो पुरानो घरहरू छ क्या। कस्तो दामी छ यो ठाउँ। तपाईँहरू पनि घुम्नु यो ठाउँमा चाहिँ। यहाँ पनि पार्किङ एरिया यहाँ रहेछ भन्दा पनि यहाँ राख्नु मिल्दो रहेछ। अब राख्नु त राखियो, हेलमेट चाहिँ पो कहाँ राख्नु। यहीँ राख्दा पनि हुन्छ कि यता हेरौँ। यहाँ खासै राखेको छैन त हौ हेलमेट त। केमा राखौँ, बोकेर हिँड्नु पनि झ्याउ लाग्दो। डिक्कीमा हेरौँ, डिक्कीमा आँट्छ कि आँट्दैन। डिक्कीमा त आँट्दैन। मैले चाहिँ यस्तरी राखेँ। हेर्नुहोस् साथीहरू, यो त अब कहाँ निस्किन्छ त है। दामी लक हालेर राखेको छु। अब पार्क गरिसकेँ। अब जाउँ है त मन्दिर। मन्दिर चाहिँ माथि छ। दामी पार्क गरिराखेँ स्कुटीलाई। अब जाउँ मन्दिर। यो मन्दिर चाहिँ साथीहरू उमा महेश्वर मन्दिर हो। अब भित्र छिरौँ है त। हेर्नुहोस् न कस्तो दामी छ है यो त। आमामामा अलिक मौसम खराब भएर मात्रै हो, नत्र लास्ट दामी छ। हेर्नुहोस् न अगाडि चाहिँ यसरी हात्ती, ढुङ्गाको हात्ती राखेको छ। हेर्नुहोस् न कस्तो सानो सानो पिस पिस जोडेर बनाएको है। पहिलाको मान्छेहरूलाई चाहिँ मान्नै पर्ने यार, कस्तो दामी बनाएको छ। मन हेर्नुहोस् न माथिबाट चाहिँ कस्तो काँडै काँडा भएको राखिरहेछ फलामको है। यहाँ मान्छेहरू बस्छ भनेर कि किन हो। हेर्नुहोस् न मन्दिर चाहिँ यस्तो छ। मन्दिर कस्तो काठै काठले बनाएको है। कस्तो दामी दामी, कस्तो कला भएको मान्छेहरू थिएछ है पहिला पहिला चाहिँ। हेर्नुहोस् न काठबाटै त्यस्तो दामी दामी भगवानको आकृतिहरू चाहिँ बनाएको क्या खोपेर। कस्तो हामीले त कल्पनै गर्न सकिँदैन नि होइन। हेर्नुहोस् न कस्तो दामी दामी बनिरहेको छ। यो मन्दिर चाहिँ खुल्ला रहेछ। भित्र पनि छिरी हेरौँ। पहिला ढोगौँ। अब भित्र हेरौँ। हेर्नुहोस् भित्र चाहिँ यस्तो रहेछ। दुईवटा मूर्तिहरू छ। तर कुन चाहिँ भगवानको मूर्ति हो। माथिबाट चाहिँ यस्तो रहेछ। अनि ठुलो त्रिशूल रहेछ। कुन चाहिँ भगवानको मूर्ति रहेछ। भित्र पनि हेरिसक्यो। अब हेर्नुहोस् बाहिरबाट चाहिँ यस्तो देखिन्छ। हेर्नुहोस् न कस्तो आनन्दको ठाउँ छ क्या यहाँ चाहिँ। बाहिरबाट यस्तो बस्ने ठाउँ पनि छ। हेर्नुहोस् न यहाँबाट कस्तो दामी देखिन्छ काठमाडौँ सहर। काठमाडौँ सहर हेर्दा लाग्छ लहर भने जस्तै कस्तो दामी देखिन्छ क्या। फोनको क्यामेरा अलिक कमजोर भएर मात्रै हो, कस्तो दामी देखिरहेछ नि। यो चाहिँ मन्दिरको पछाडिपट्टि हेर्नुहोस् न कस्तो दामी दामी है काठको। यस्तो हामीले बनाउनु लायो भने हामीले सकिन्छ त। यो चाहिँ फेरि अर्को पाटा। हेर्नुहोस् न आम्मामा मान्नुपर्छ यार, कस्तो खतरा खतरा बनाएको है। यहाँ त जानै मन लाग्दैन। कस्तो आनन्द हुन्छ नि। तर अब जानै पर्यो है। ल यहाँ पनि घुमिसक्यो साथीहरू। अब साँच्चै आज त फोनबाट मोटो ब्लग पो टेस्ट गरिँदैछ त होइन साथीहरू। अब अलिक मेन रोडतिर जानुपर्ने हुन्छ साथीहरू। ल जाउँ है त। अब मन्दिरबाट जानु त मन लागिरहेको थिएन, तर साथीहरू अब के गर्नु होइन। खास गरी अर्को काममा निक्लेको। अब काम त गर्नै पर्यो है। किन पो लक हुँदैन। यता सानो सानो गल्लीमा त घुम्यो। अब मेन रोडमा जाउँ है त साथीहरू। कस्तो हुँदो रहेछ फोनबाट मोटो ब्लग गर्दा चाहिँ। अब चाहिँ हिँडेको साथीहरू। तल रिङ रोडतिर जानुपर्छ होला हौ। मेन रोडमा क्या। पल्कुदेखि उता कलङ्की साइड जानु पर्ला। हेर्नुहोस् न साथीहरू कस्तो दामी दामी चयाको बुनेर मान्द्रो थुम्सेहरू बुनेर राखिरहेछ। दामी लाग्यो यार। हेर्नुहोस् त थुम्सेको क्या। थुम्से रे के भन्छ त्यसलाई, नाङ्लो पो त कस्तो मान्द्रो भनिरहेको। म चाहिँ साथीहरू तल नयाँ बजार पनि आइपुगिसकेँ, झरिसकेँ। अब चाहिँ मेन रोडमा जाउँ है त। बल्खुदेखि उता कलङ्की साइड जानु पर्यो। मन्दिर गएर कस्तो आनन्द आइरहेछ क्या। हेर्नुहोस् न कीर्तिपुर पनि अलि दामी छ यार। अलिक छुट्टै ठाउँमा छ। अलि उच्चा ठाउँमा दामी लाग्छ यार मलाई कीर्तिपुर। यहाँ कस्तो काठमाडौँ नै होइन कि जस्तो नि। अलिकति मासतिर छ नि त। हेर्नुहोस् न यस्तो बिचमा चाहिँ ग्याप छ क्या थोरै। कस्तो हरियो पनि छ, हरियाली क्या। यो चाहिँ टियुको जग्गा हो। कस्तो जङ्गल छ क्या यहाँ। दामी छ जङ्गल चाहिँ। हेर्नुहोस् त कस्तो दामी छ है। दुई तिन ठाउँबाट छिर्छ। सबैतिर जङ्गलै जङ्गल छ क्या। हेर्नुहोस् न दामी लाग्छ यार कीर्तिपुर छिर्ने बाटोहरू चाहिँ मलाई।
सबै यस्तै छ फेरि जङ्गल जस्तो क्या। म चाहिँ तल झरिसकेँ। अब यहाँदेखि उता चाहिँ बल्कु पुग्छ। यहाँदेखि अनि उतापट्टि गयो भने चाहिँ दक्षिण कालीमा पुग्छ क्या, दक्षिण काली मन्दिर। त्यहाँदेखि उता अब काठमाडौँ भ्याली बाहिर निक्लिन्छ यो बाटो चाहिँ। म चाहिँ बल्कु आइपुगिसकेँ साथीहरू। लाइट ग्रिनै बलिरहेको रहेछ। अब म चाहिँ हाइवेमा पुगेँ है साथीहरू। यो चाहिँ काठमाडौँको रिङ रोड हो। तपाईँहरू पुग्नु भएको छैन भने बिचबाटै हिँडौँ न होइन। तर जाम भयो भने चाहिँ झ्याउ हुन्छ हौ। यहाँ पनि गाडीहरू भेला हुनु थालिहाल्यो नि फेरि जाम जस्तो पो हुन थाल्यो त। यस्तो भने चाहिँ झ्याउ हुन्छ यार कुदाउनु। तर गाडी कस्तो कुदाइरहेको रहेछ क्या छोरी मान्छेले बाइक। जामबाट पनि निस्किसक्यो। हेर्नुहोस् न अब म चाहिँ कलङ्कीतिर जाँदैछु। यहाँ चाहिँ फेरि दामी छ है बाटो चाहिँ। यो काठमाडौँको रिङ रोड अलिकति चाहिँ राम्रो बनाएको छ। उता कहाँदेखि पो बनाएको छ हौ, उता कलङ्कीसम्म मात्रै छ फेरि। यस्तो 50को स्पिडदेखि स्पिड कुदाउनु दिँदैन है। दामी छ होइन, कस्तो दामी छ है। अब स्पिड कुदाउँछु ल। फेरि 50 नाग्यो भने पक्रिहाल्छ नि फेरि उताबाट हेरिरहेको हुन्छ क्या। नकुदाउँ हो धेरै। अहिले फेरि पक्रियो भने बेकार 1000 रुपियाँ र 2 घन्टा क्लास मात्रै लिनुपर्छ। 2 घन्टा कि 1 घन्टाको क्लास लिनुपर्छ अरे। ल साथीहरू, अब चाहिँ भिडियो लामो भइसक्यो होला। सबैतिर कुदाइयो पनि नि त होइन। अब आजको भिडियो यति नै है। ल भिडियो मन पऱ्यो भने च्यानललाई सब्सक्राइब गरेर राख्नु। म यस्तै भिडियोहरू ल्याइरहन्छु र कमेन्ट लाइक चाहिँ गर्नु है साथीहरू। ल बाई बाई।